हो कनका सुन्दरी गाउँपालिकाको विशेष रिपोर्ट। नमस्कार, आज हामी कुरा गर्दछौँ कनका सुन्दरी गाउँपालिकाले हालै गरेको विद्यालय सञ्चालन सम्बन्धी निर्णयबारे। यो निर्णयसँगै स्थानीय स्तरमा विशेष गरी शिक्षकहरूबीच असन्तुष्टि बढ्दो देखिएको छ। मुख्य प्रश्न यो छ भने सङ्घीय बजेटबाट तलब भत्ता समयमै व्यवस्थापन गर्न नसकेको अवस्थामा यस्तो नीतिगत निर्णय लिनु कतिको व्यावहारिक हो। शिक्षकहरूको भनाइ अनुसार विद्यालयमा जनशक्ति अभाव हुँदा बजेट छैन भन्ने, तर पढाइ प्रणालीमै परिवर्तन गर्ने निर्णय हतारमा गरिएको जस्तो देखिन्छ। अर्को महत्त्वपूर्ण बाटो यो छ कि 5 दिन पढाइ प्रभावकारी बनाउने स्पष्ट योजना के छ, गुणस्तर सुधारका लागि ठोस आधार के छ। यस्तै सङ्घीय नीतिसँग बाजिने सम्भावित असरबारे कुनै अध्ययन गरिएको छ कि छैन भन्ने प्रश्न पनि उठेको छ। शिक्षकहरू भन्छन् विरोधका लागि होइन, तर दीर्घकालीन समाधान र स्पष्ट योजना आवश्यक छ। अब हेर्न बाँकी छ स्थानीय सरकारले यी प्रश्नलाई कसरी सम्बोधन गर्छ र शिक्षा क्षेत्रमा देखिएको यो असन्तुष्टिलाई कसरी समाधान गर्छ।